युट्युब साथीहरुलाई चाहिँ मेरो नमस्ते एन्ड सेवारो भन्न चाहन्छु। आज चाहिँ म तपाईहरु माझ नयाँ भिडियो लिएर उपस्थित भइसके साथीहरु, सम्पूर्ण साथीहरुलाई पनि मेरो च्यानलमा स्वागत छ। आज चाहिँ म कहाँ जाँदै छु भनेर चाहिँ भिडियोमा देखाउने छु तपाईहरुले। हाम्रो गाउँमा चाहिँ एकजना भाइ बिरामी हुनुहुन्छ, म चाहिँ ठ्याक्कै बिरामी भाइलाई भेट्न जाँदै छु साथीहरु। कस्तो रहेछ भनेर म तपाईहरुलाई देखाउने छु। एक्लै गइराछु। अब चाहिँ लगभग म पुग्न पनि आँटिसके। यहाँतिर त पहिला कस्तो बाटोहरु खुल्ला न खुल्ला थियो, अहिले त यस्तो जंगलको बाटो भएको रहेछ। मान्छे नै खासै हिँड्दैन के हो। त्यतिको पानी परेले त जतै पनि यस्तो पहिरो गइराछ, बाटो नै ब्लक हुने गरी चिप्लो थियो नि त। हो डेन्जर भइराछ त। ठ्याक्कै घरमै पुगे म चाहिँ बिरामी भाइ बस्ने घरमा। ल हैन, अनि अहिले चाहिँ को एक्लै मात्र बस्छ कि हो भाइ? अनि उसको उयो त त्यतिको पानीले होला हैन, किचन पनि ड्यामलम्मै पुरिदिएछ। लु खत्तमै पारेछ नि यो पानीले त। गर्नु गरेछ बिचरा बिरामी भाइ। अनि भाइको बुवा मात्रै रहेछन्। घरको स्थिति पनि डेन्जर भएछ। ल किचन त सबै पुरिदिएछ साथीहरु, हो देख्न सक्नुहुन्छ। अनि तिमीलाई पो बिजोक भयो त। अनि भरे भोक लाग्दा वर्दा त घरि गर्दा बुवा राति मात्रै त आउँदैन, टाइममै आउँछ। ए अनि तिर्खा लाग्दा वर्दा पानी राखिदिँदैन अगाडि? ए खाजा त कसले ल्याइदिनु भयो त्यो चाहिँ? कुन तुममा उहाँ पर? यहाँ उयो बिस्कुटहरु चिउराहरु छ खवाएर मैले ल्याइदिएको यो चाहिँ तिमीलाई। अनि अघि खाएको कि अब मात्रै खाने? पानी त भित्र छ, ल्याइदिउँ खान्छौ? अघि खाएको तिनीहरू बिस्कुटहरू आफै निकालेर खानु ल। चिउराहरू छ। हाम्रो भाइ चाहिँ यस्तो बिरामी हुनुहुन्छ र भाइले चाहिँ बिरामी भयो भने दिनभरि यसरी बस्न सक्नुहुन्छ, हिडल गर्न सक्नुहुन्न। कस्तो राम्रो ड्रइङ बनाउँछ, खै म देखाउँछु भाइको ड्रइङ। कलर ल्याइदिउँ भनेको त कस्तो बिर्सेछु हिजो माथि जाँदै मैले त। यस्तो बिरामी भयो भने सिप चाहिँ भएकै हो हाम्रो भाइको। यस्तो राम्रो कलर ड्रइङहरू बनाउनुहुन्छ। यसमा कलर लाग्यो भने त झन् कलर लाकै चाहिँ छैन। खै हेरौँ त, म हेर्छु। ड्रइङ कपी र कलर ल्याइदिनु पर्थ्यो, कस्तो बिर्सेछु। अनि कस्तो राम्रो पिक्चर कोरेको त। आमामा हेरेर कि आफै कोरेको? आफै दिमागमा आएको यिनीहरू? ए मोबाइलमा हेर्छौ? यस्तो दामी होइन, कला त भएकै हो नि भाइ। हामीलाई यस्तो केही ड्रइङ गर्न आउँदैन। हाम्रो बिरामी भाइलाई चाहिँ यस्तो ड्रइङहरू सबै आउँछ। हाम्रो दाइ हुनुहुन्छ यता पर चाहिँ बिरामी भाइको बाबा। डुल्न जानु भएको थियो कि हो दाजु? तपाईहरु दुईजना मात्रै हुनु? ब्लग बनाएको भन्न रे। अनि तपाईहरु दुईजना मात्रै हुनुहुन्छ नि, भाइ र तपाई मात्रै? ए लु बिजोकै भयो। भाउजूले ल्याउने बेला पो दाजु। अनि यहाँ हेर्न, तपाई कहाँ जाँदा भाइलाई बिजोक हुँदैन? कतिखेर खानु मन पर्छ, कतिखेर टोइलेट जानु मन पर्छ, अनि त्यतिखेर चाहिँ बिजोक हुन्छ नि त। कहिलेकाहीँ के कामले तपाई बाहिर जानुपर्ने हुन्छ नि त, हैन? पनि तहस नस पारेर अनि बिजोक रहेछ यता भित्र। यसरी आगो फुक्नु हुँदो रहेछ, खाना बनाइ खानु हुँदो रहेछ। बाबा छोरा मात्रै हुनुहुन्छ यहाँनिर चाहिँ। बिजोक छ साथीहरु। भाइ पनि यस्तो बिरामी
त्यही माथि पानीले गर्नु न गरेर किचन सबै भत्काइदिएछ, माथिको भित्ता झरेर। बिस्कुट खान्छौ सुजाने? पानी ल्याइदिउँ? हजुर त्यस्तै त हो नि सबैतिर। अब 2 जना हुनु त रहेछ, राम्रोसँग बस्नु हैन। तपाईलाई गाह्रो भयो भाइलाई टाइम टेबलमा अब हेर्नुपर्ने हुन्छ होला हैन दाजु? अब जे के गरेर हुन्छ भाउजूले ल्याउनु। भाउजूले ल्याउनु है, फकाएर हुन्छ कि फुलाएर हुन्छ। भाइलाई बिजोग भएछ, तपाईलाई पनि गाह्रो भयो। मकै चाहिँ छडाउँदै बस्छ दाजु? ए अन्त हातले नै यो हुँदैन होला हैन? सक्दैन नि, बलाइले भात खानु चाहिँ सक्छ। खाना चाहिँ आफै खान्छ? आफै खान्छ। ए अन्त हात खुट्टै सुकिसकेछ, तर जिउ चाहिँ धन्न जिउ त त्यति सुकिया छैन होला नि दाजु? जिउ पनि सुकिया छ। दुख्दैन हो त? दुख्दैन? केही दुखेको चाल पाउँदैनौ? ए लु बस्नु ल भाइ कान्छा। फेरि पछि आउँदाखेरि आउँछु म। बाटोको हालत उस्तै के बनाएको यस्तो यो पानीले त झन्नैले मान्छेको चाहिँ केही भएन छ त धन जनकै क्षति भएको भए मानवीय क्षति भएको भए झन् गाह्रो हुन्थ्यो। यतिको त अघि सहन सकिन्छ साथीहरू हो। यस्तै छ। मैले चाहिँ बिरामी भाइलाई पनि भेटेर आइसकेँ। बिरामी भन्दा नि एकदम रोगी हुनुहुन्छ भाइ। भाइको चाहिँ के भएको थियो भन्दाखेरि बच्चा बेलामा चाहिँ कुपोषण भएको थियो अरे। अब कुपोषण भइसकेको बच्चाले चाहिँ राम्रो रेखदेख केयर नभएपछि चाहिँ यो खालको समस्या आएछ साथीहरू। चाहिँ न हिडुल गर्न सक्छ, न मजाले नै बस्न सक्छ। हात खुट्टाहरू चाहिँ एकदम सुकेर सानो सानो भइसकेको छ। जिउ मात्रै, जिउमा पनि पुरा हड्डी मात्रै छ। खुट्टा हात खुट्टाको त त्यो यस्तो भागहरू चाहिँ नमुना मात्रै छ है, त्यो कामै नगर्ने। तर धन्न त्यस्तो हात भए पनि यस्तो राम्रो राम्रो ड्रइङ चाहिँ गर्दो रहेछ। त्यस्तै भए पनि ड्रइङहरू चाहिँ कस्तो राम्रो राम्रो बनाउँछ। मैले तपाईँलाई अघि भाइले बनाउनु भएको ड्रइङहरू पनि देखाएको थिएँ साथीहरू। त्यस्तै हो, मान्छेलाई त्यस्तै खालको अब समस्या प्लस घरको स्थिति पनि नाजुक नै छ। अहिले चाहिँ आफ्नै आमा चाहिँ हुनुहुन्न यो भाइको। पहिल्यै बिहे गरेर गइसक्नु भयो। कान्छी आमा हुनुहुन्थ्यो। कान्छी आमाले पनि अहिले छोडेर गइसक्नु भएको रहेछ। 2 जना बाउ छोरा मात्रै रहेछन्। त्यही भएर म चाहिँ प्राय घर आउँदाखेरि चाहिँ यो भाइलाई भेट्न चाहिँ सालिन्दार आउँछु। पोहोर पनि आएको थिएँ, यो पाल पनि आएँ। तर पोहोरको भन्दा नि अलिक कस्तो भए रहेछ भाइको। अझ हस्पिटल चाहिँ धेरै नै घटेर जाँदै रहेछ। हड्डी मात्रै लुगा खोलेर हेऱ्यो भने त यस्तो हड्डी नै हड्डी मात्रै डरलाग्दो खालको छ। देखिसक्नु होला साथीहरू भाइको स्थिति कस्तो छ भनेर। भिडियो फुल हेर्नुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला। र तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु होला भन्दै आजलाई चाहिँ यति नै।